गुड आफ्टरनुन वन्स अगेन। अहिले हामी आम्बाचेनको गेस्ट हाउस प्रवेश गर्दैछौँ। अब यो नदी हेर्नुहुन्छ भनेदेखि यो लन्डनको थेम्स रिभरभन्दा कम छैन है। यहाँलाई जानकारी गराउँ, यो जुन चाहिँ नदी यहाँ बगिरहेको छ यो हुन्सा खोला होइन है, हुन्सा नदी होइन, यो चाहिँ कञ्चनजङ्घाबाट बगेर आएको, नर्थबाट बगेर आएको कञ्चनजङ्घा खोला हो है त। हस्, अब म कन्टिन्यू होमस्टेतिर लम्किँदैछौँ। हेलो, गुड आफ्टरनुन सर, हाउ आर यू? Keep on going. अब हामीले जानुपर्ने होमस्टे कुन चाहिँ हो त्यो हामीलाई थाहा भएन। यो साथीहरूले जानकारी गराइ नै हाल्नुहुनेछ। यो कञ्चनजङ्घा खोला ठ्याक्कै कञ्चन, निर्मल, स्वच्छ, नो कम्प्लेन है, कुनै कम्प्लेनै छैन। अब नेपाल इज हेभन, हेभन इज मिथ होइन। वास्तवमा स्वर्ग मिथ्या हो भन्छु, यही पो हो कि क्या हो, मलाई चाहिँ त्यस्तै लाग्न थाल्यो। सो दिस इज अ होमस्टे, प्रोबेबली शेर्पास होमस्टे। यहाँबाट एकचोटि सरर घुमाएर हेर्नु पऱ्यो तपाईँहरूलाई। थ्याङ्क यू सो मच।